आज फेरि म तपाईँहरूको माझमा म नयाँ भिडियो लिएर आएको छु। राष्ट्रिय परिचय पत्र भर्ने। अहिले राष्ट्रिय परिचय पत्र फर्म चाहिँ अनलाइनबाट फर्म भरिन्छ। अनलाइनबाट फर्म भर्दा या आफूले पनि गर्न सकिन्छ। पहिला चाहिँ प्रशासन कार्यालयमा जाने हो भने फर्म भरिदिने काम गर्थ्यो, तर अहिले चाहिँ फर्म भर्ने काम गर्दैन र अनलाइन सिस्टमबाट छ। अनलाइन सिस्टमबाट फर्म भर्नुपर्ने हुन्छ। त्यसको लागि कि प्रशासन कार्यालय नजिकै गएर कि कोही व्यक्तिहरूले चाहिँ काम गरिरहेको ठाउँमा चाहिँ आफ्नो अनलाइन फर्म भर्न पर्यो, या त चाहिँ तपाईँको आफैले पनि अनलाइन फर्म भर्न सकिन्छ। यदि तपाईँहरूको मोबाइलमा छ भने मोबाइलबाट पनि फर्म भर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँ एनआइडी सर्च गर्नुहोला। एनआइडी सर्च गर्नुहोला। एनआइडी सर्च गरिसकेपछि यहाँ आइरहेछ डिपार्टमेन्ट अफ नेसनल आइडी एन्ड द सिभिल रेजिस्ट्रेसन भनेको छ। एनआइडी प्री इनरोलमेन्ट भनेको छ, यसमा चाहिँ क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईँको लगइन भन्ने अप्सन आउँछ। लगइनमा चाहिँ क्लिक गर्नुहोला र यहाँ मोबाइल नम्बर भनेको छ। मोबाइल नम्बर तपाईँ डायल गर्नुहोला र त्यसपछि एरोमा क्लिक गर्नुहोला। एरोमा क्लिक गरिसकेपछि 6 नम्बरको चाहिँ एउटा पिनकोड तपाईँको मोबाइल नम्बरमा आउनेछ। त्यो डायल गर्नुभयो भने तपाईँको यो लगइन हुनेछ। देखाइरहेको छ यहाँ न्यू इनरोलमेन्टमा क्लिक गर्नुहोला र त्यसपछि तपाईँको यहाँ अनलाइन आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू भनेको छ। यी कुराहरू चाहिँ पढ्नु होला। रोमनाइजहरू यसको चाहिँ के कसरी छ भनेर चाहिँ त्यो राखिएको छ र मैले क्लोज गरिदिएँ। जसको एप्लिकेन्ट दिने हो त्यसैको डाटा भर्नुपर्ने हुन्छ। मेन एप्लिकेन्ट डाटा भनेको छ। त्यसपछि तपाईँको पहिलो नाम राख्नु होला, अनि रोमनाइजबाट, अनि त्यसपछि लास्ट नेम राख्नु होला। त्यसपछि यहाँ चाहिँ अङ्ग्रेजीमा नाम राख्नु होला। त्यसपछि बिचको नाम छ भने राख्नु होला, छैन भने नराख्नु होला। मिडिल नेम पनि छ भने राख्नु होला, छैन भने नराख्नु होला। त्यसपछि थर राख्नु होला। त्यसपछि अङ्ग्रेजीमा थर राख्नु होला। त्यसपछि तपाईँको जन्ममिति राख्नु होला। अब जन्ममिति राखिसकेपछि यहाँ यता आउने बित्तिकै तपाईँको यसमा आउने बित्तिकै तपाईँको यो अटोमेटिक तपाईँको चाहिँ यसमा आउने बित्तिकै अटोमेटिक इस्वी सम्बन्धमा जानेछ। त्यसपछि जिल्ला चुज गर्नु होला। जिल्ला कुन हो, जिल्ला चुज गर्नु होला। अनि त्यसपछि सिटिजनसिप टाइप चाहिँ चुज गर्नु होला, हैन। नेचुरल सिटिजनसिप बाई म्यारेज वैवाहिक के छ त्यसो चुज गर्नु होला। म वंश चुज गर्छु। त्यसपछि नागरिकता नम्बर लेख्नु होला। त्यसपछि जारी जिल्ला चाहिँ कुन हो त्यो जारी जिल्ला लेख्नु होला। जारी मिति राख्नु होला। र त्यसपछि अब एडिसनल इन्फर्मेसनमा लिङ्ग के हो, मेल हो कि फिमेल हो, महिला पुरुष के हो त्यो राख्नु होला। अनि त्यसपछि सिङ्गल अविवाहित के छ, वैवाहिक स्थिति के छ, अविवाहित विवाहित के छ त्यो सिलेक्ट गर्नु होला। अनि त्यसपछि पितृत्वको स्थिति नाउन छ कि अनकाउन छ त्यो चाहिँ चुज गर्नु होला। अनकाउनका नाउन राख्नु होला। शैक्षिक हाइजर शिक्षा चाहिँ कुन तहसम्मको प्रमाणपत्र प्राप्त गर्नुहुन्छ त्यो राख्नु होला। व्यवसाय के छ त्यो राख्नु होला, हैन। अनि त्यसपछि के भन्न क्षेत्रीय जातहरू सिलेक्ट कास्ट भनेको चाहिँ जात चाहिँ के चुज गर्न चाहनुहुन्छ। ओदर छ भने ओदर राख्नु होला। यहाँ भएको छ भने यहाँ भएको राख्नु होला। त्यसपछि हिन्दू, इस्लाम, किराँत, जैन के छ, क्रिसमस, सिख, बहाई के धर्म मान्नुहुन्छ त्यो चाहिँ सिलेक्ट गर्नु होला र तपाईँ नेक्स्ट बटनमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईँको कन्ट्याक्ट डिटेल भर्न पर्ने हुन्छ। कन्ट्याक्ट डिटेलमा चाहिँ तपाईँको फोन नम्बर राख्नु होला, मोबाइल नम्बर राख्नु होला। अनि त्यसपछि प्रदेश सिलेक्ट गर्नु होला, है। प्रदेश कुन प्रदेशमा पर्छ त्यो प्रदेश सिलेक्ट गर्नु होला। जिल्ला चाहिँ कुन जिल्लामा पर्छ त्यो सिलेक्ट गर्नु होला। त्यसपछि गाउँपालिका कुन पर्छ त्यो गाउँपालिका सिलेक्ट गर्नु होला। वार्ड नम्बर कति छ वार्ड नम्बर लेख्नु होला। र त्यसपछि गाउँ र टोल चाहिँ यहाँ यता बायाँ साइडतर्फ नेपालीमा, तर दायाँ साइड भ्यालेज टोल भनेको छ त्यसमा चाहिँ अङ्ग्रेजीमा लेखिदिनु होला। र त्यसपछि कपी प्रमाणित एड्रेस, टेम्पोररी एड्रेस भनेर चाहिँ यहाँ चाहिँ टिक लगाइदिनु होला। त्यसपछि नेक्स्ट बटनमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईँको
फ्यामिली डिटेल भर्नुपर्ने हुन्छ। फ्यामिली डिटेलमा चाहिँ तपाईँको अब यहाँ त्यसपछि तपाईँको फ्यामिली डिटेल भर्नुपर्ने हुन्छ। त्यसमा फ्यामिली डिटेलमा फादर्स डिटेल भनेको छ, पहिलो नाम राख्नु होला, त्यसपछि बिचको नाम छ भने बिचको नाम राख्नु होला, यसरी पहिलो नाम राख्नु होला, त्यसपछि यता अङ्ग्रेजीमा नाम राख्नु होला, त्यसपछि चाहिँ बिचको नाम छ भने राख्नु होला, बिचको नाम होइन भने नराख्नु होला, र त्यसपछि जात राख्नु होला, त्यसपछि यता दायाँतर्फ अङ्ग्रेजीमा जात राख्नु होला, त्यसपछि तपाईँको नागरिकता नम्बर छ भने नागरिकता नम्बर राख्नु होला, र राष्ट्रिय परिचयपत्र सम्म उपलब्ध भएसम्म त्यो पनि राख्नु होला। अन्यथा चाहिँ नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र र नेसनालिटी नेपाली हुन्छ भने यो चाहिँ अप्सनल रहेको छ, नराख्दा पनि केही फरक पर्दैन। फादर्स पर्मानेन्ट एड्रेस भर्नुपर्ने हुन्छ। फादर्स पर्मानेन्ट एड्रेसमा चाहिँ यो चाहिँ टिक लगाएर क्लिक गरिदिनु होला। त्यसपछि मदर्स डिटेल भनेको छ। मदर्स डिटेलमा पनि तपाईँको सुरुमा चाहिँ पहिलो नाम राख्नु होला, त्यसपछि चाहिँ अङ्ग्रेजीमा दायाँतर्फ अङ्ग्रेजीमा राख्नु होला, त्यसपछि बिचको नाम छ भने बिचको नाम लेख्नु होला, र त्यसपछि बिचको नाम छैन भने बिचको नाम नराख्नु होला। यहाँ छैन मेरोमा, त्यसरी राख्दैन म। अब त्यसपछि जात राख्नु होला, के छ जात राख्नु होला, त्यसपछि नागरिकता नम्बर छ भने राख्नु होला, छैन भने परेन। त्यस्तै राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रियता नेसनालिटी। र त्यसपछि अब कपी अफ पर्मानेन्ट एड्रेस भनेको छ, एड्रेस हो यो, कपी एड्रेसमा चाहिँ टिक लगाइदिनु होला। अनि त्यसपछि ग्रान्ड फादर नेम भनेको छ, ग्रान्ड फादर डिटेल भनेको छ। ग्रान्ड फादर डिटेलमा पनि तपाईँको पहिलो नाम राख्नु होला, त्यसपछि बिचको नाम छ भने राख्नु होला, छैन भने नराख्नु होला, त्यसरी दायाँतर्फ अङ्ग्रेजी हेरेर त्यसमा गर्नु होला। अनि ग्रान्ड मदरको पनि राख्नु होला, ग्रान्ड मदरको पनि छ भने राख्नु होला, छैन भने छैन। त्यसपछि सपोज चाहिँ यदि तपाईँको विवाहित अगाडि नै फर्म भर्दाखेरि पर्सनलमा चाहिँ विवाहित राखेको छ भने यहाँ सपोज डिटेल भर्नुपर्ने हुन्छ। सपोज डिटेलमा पहिलो नाम राख्नु होला है, अनि त्यसपछि लास्ट नेम त्यसरी राखेर चाहिँ जानु होला है। यदि अविवाहितको हकमा चाहिँ यो राख्नु पर्दैन। यदि विवाहित हुनुहुन्छ भने विवाहितको श्रीमानको नाम अङ्ग्रेजीबाट दायाँतर्फ अङ्ग्रेजीमा, महिला छ भने श्रीमानको नाम, महिला होइन भने पुरुष हो भने श्रीमतीको नाम चाहिँ राख्नुपर्ने, नामथर राख्नुपर्ने हुन्छ। राष्ट्रिय परिचयपत्र त्यसरी नै गर्नु होला। अनि र त्यो कपी एप्लिकेसन एड्रेस भन्छ यसमा टिक लगाइदिनु होला। र त्यसपछि तपाईँको यो तलतिरको आवश्यक गार्जियन डिटेल भनेको छ, यसमा आवश्यक परेन। त्यसपछि तपाईँको अनि नेक्स्ट बटनमा क्लिक गरिदिनु होला। नेक्स्ट बटनमा क्लिक गरिसकेपछि बायोमेट्रिक गर्ने स्थान दिने स्थान भन्ने हुन्छ। बायोमेट्रिक गर्ने स्थान चाहिँ सिलेक्ट गर्नु होला। जस्तै म चाहिँ यहाँ उपलब्ध चाहिँ जिल्लाहरू छन् भने उपलब्ध जिल्लाहरूमा सिलेक्ट गर्ने, त्यहाँ चाहिँ डेटहरू आउनेछ। र उपलब्ध जिल्ला छैन भने अन्य जिल्लाहरू गर्ने। अनि त्यसपछि अन्य जिल्लाबाट नेक्स्ट बटनमा क्लिक गरिदिने। नेक्स्ट बटनमा क्लिक गरिसकेपछि एकपटक तपाईँले सबमिट गर्नुभन्दा अगाडि प्रिभ्यू भनेर आएको छ। प्रिभ्यूमा चाहिँ तपाईँको पुरा डिटेल दिएको हुन्छ, आफूले अगाडि नै भरेका कुराहरू चाहिँ दिएको हुन्छ। यो चाहिँ सरसर्ती राम्रोसँग हेर्नु होला। भर्नुभएका डाटाहरू के भर्नुभएको छ, सही सत्य छ छैन भनेर चाहिँ यहाँ देखाउने कुरा हुन्छ। त्यसको लागि स्क्रोल डाउन गरेर बिस्तारै स्क्रोल डाउन गर्दै तलतिर सार्दै तपाईँले त्यो प्रिभ्यू हेर्नु होला। हेरिसकेपछि तपाईँलाई सब ठिक छ, सबै कुराहरू हेरिसकेपछि सबै ठिक छ भन्ने लाग्छ भने तपाईँले सबमिट बटनमा क्लिक गरिदिनु होला। र त्यसपछि सबमिट बटनमा क्लिक गरिसकेपछि यसरी आर यु स्योर भनेर सोध्दैछ, यस भनेर क्लिक गरिदिनु होला। सबमिट बटनमा क्लिक गरिसकेपछि एउटा यस्तो खालको आउनेछ, क्युआर सहितको राष्ट्रिय परिचयपत्रको आवेदन दिँदा आवश्यक कागजातहरू भनेको छ। अनि त्यसपछि एउटा प्रिन्ट आउनेछ, नेपाली नागरिकताको सकल प्रमाणपत्र अनिवार्य भनेछ। नागरिकता प्रमाणपत्र जन्ममिति नखुलेको हकमा सो प्रमाणपत्र भनेछ। बसाइसराईको हकमा सकल प्रमाणपत्र। विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र, सकल वा अन्य नाता खुल्ने प्रमाणहरू चाहिन्छ। राहदानी लिएको हकमा सकल राहदानी सम्भव भएसम्म भनेको छ। यी कुराहरू लगेर चाहिँ तपाईँ त्यहाँ जानुहोला र रुजु गर्ने अधिकारीको दस्तखत भनेको छ, निवेदकको दस्तखत गर्नुहोला। र त्यसपछि यो प्रिन्ट भन्ने अप्सनमा देखाएको छ,
यहाँ चाहिँ यो डाउनलोड अथवा यो इन्टु अथवा डाउनलोड देखाएको छ, डाउनलोड भन्ने बटनमा चाहिँ क्लिक गर्नु होला र यसैलाई चाहिँ तपाईँ अब एउटा पेजलाई प्रिन्ट गरेर, एउटा यो अगाडिको पेजलाई मात्र प्रिन्ट गरेर तपाईँले डाउनलोड गरेर कुनै पनि उबाट अनलाइन काम गर्ने बजारको उबाट प्रिन्ट गरेर यो तपाईँले जिल्ला प्रशासन कार्यालयमा गएर बुझाउनु भयो भने तपाईँको बायोमेट्रिक हुनेछ। धन्यवाद। भिडियो राम्रोसँग हेरिदिनु भएकोमा। भिडियोलाई मन परे लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु होला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्, नमस्कार।